उत्पत्तिको पुस्तक अध्याय 13। लोत अब्रामबाट छुटिएका। अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिस्रबाट उक्लेर नेगेबमा आए। पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए। तिनी नेगेबबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे। अब्रामको साथमा लागेका लोतका पनि भेडा बाख्रा र गाई बस्तुहरूका बथान र पालहरू थिए। त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेडा बाख्रा र गाई बस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। अब्राम र लोतका गाई बस्तुका गोठालाहरूका बीचमा झगडा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे। यसै कारण अब्रामले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्, किनकि हामी त नातेदार हौ। सारा देश तिम्रै अघि छ, तिमी मबाट अलग हौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु। लोतले आफ्ना आँखा उठाएर हेरे र यर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोअरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो। यसै कारण लोतले यर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुटिए। अब्राम चाहिँ कनान देशमा नै बस्न लागे। लोत चाहिँ बेसीका शहरहरूमा वास गरे। तिनले आफ्नो पाल सदमसम्म सारे। सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, अब तेरा आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैँले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरा सन्तानलाई पृथ्वीको धुलो सरा बनाउनेछु। यहाँसम्म कि कसैले धुलो गन्न सक्छ भने तेरा सन्तान पनि गर्न सक्नेछ। उठ, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु। तब अब्रामले आफ्ना पाल सारे र हेब्रोनमा भएका मम्रेका फलाटका रुखहरूमा आए। त्यहाँ आएर तिनी त्यही बसोबास गर्न